हेलो वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ कति भ्लग हो हाम्रो 4th 5th कति भ्लग हो होइन। आज चाहिँ हाम्रो विशेष कार्यक्रम केही होइन। माइकल ज्याक्सनको भतिजा हेर्नु एउटा मुभ हान्देऊ न एउटा माइकल ज्याक्सनको ल चिन्ड्रेला हारे। सो केही छैन, अहिले चाहिँ हामी वृन्दावन आइसकेका छौँ। यहाँ दाइ हुन्छ ओ भाइ, हाम्रो माइकल ज्याक्सनको भतिजा यहाँ छन् होइन। अनि हामी चाहिँ अघि तेलसेल हालेर होइन अहिले चाहिँ यता आइसक्यौँ। त्यो बिचमा भ्लग बनाउन पाइएन, त्यो चाहिँ अहिले चाहिँ हामी वृन्दावनमा आइसक्यौँ। यहाँ आज के रहेछ सबै मान्छेहरू घुम्न, शनिबारबाट होला टन्न घुम्न मान्छेहरू टन्न आएर। उहाँ हनुमान भएको ठाउँ जाने, हनुमान भएको ठाउँ भर्खर दिउँसो कति 12 बजे होला, 12-1 बजे होला। गर्दी पनि भइरहेको छ कि। अब हामी शीतल ठाउँ बसेर चाहिँ आनन्दले पिसबाट बसिन्छ। मलाई कस्तरी हेर्दैछ यार सबै मान्छेहरू, बहु लाग्यो कि एक्लै बोल्छ त भन्छ। कता यता जाने उहाँ जाने कि यहाँ जाने, यहाँ यो दामी ठाउँ छ हो त्यहाँ जाउँ। आनन्द छ। कोही आउँदैन जस्तो यहाँ एकछिन बस्यौँ पिसो ठाउँमा। हाम्रो शिवजीको स्ट्याचु छ यहाँ चाहिँ, उता मन्दिर भइगयो। उता चाहिँ अब हामी टक्क यहाँ हाम्रो ठाउँ छ, यहाँ बस्ने ठाउँ होइन। टक्क शान्त यस्तो रुखै बिचमा ध्यानपूर्वक हामी यहाँ बस्नेछौँ। यहाँ बसिन्छ अब एकछिन आनन्दले। यतापट्टि गाईको चाहिँ उतापट्टि छैन, गाईहरू टक्क छ, गाई फार्म छ उतैपट्टि। गाई छ त्यता, उयो रातो हरियो टिन लगाएको छ नि उयो रातोबाट। यहाँ चाहिँ गाई फार्म खोलेको रहेछ होइन अहिले गौशालामा, दामी छ। अब हामी शीतलमा आनन्द गरी बस्छौँ टक्कसँग। सो मलाई चाहिँ टिकटक बनाउन बोलाएको आन्टीहरूले बनाउनु भएको थियो। हजुर हजुर टिकटकबाट हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ हाम्रो भ्लग स्टार्ट यहाँ हाम्रो भ्लग स्टार चाहिँ टिकटक स्टार यहाँ हाम्रो बिसा भ्लग स्टार, हाम्रो भ्लग स्टार यहाँ टिकटक स्टारमा चेन्ज हुनुभएको छ। यहाँ टिकटक क्या हाम्रो सेवा ठ्याक्कै साइडमा बिजा फेस आएको छ। टिकटक स्टार फेस निस्क्यो। यहाँ म माइकल ज्याक्सनको पनि भतिजीको पनि भतिजा मलाई अघि भनिसकेको छु। बिसा भ्लग स्टार टिकटक स्टार बन्न सक्नु भएको छ। प्लिज सब्सक्राइब गरिदिनु होला। टिकटक स्टारमा लाइक पनि गरिदिनु होला। टिकटक गर्नुहुन्छ उहाँको टिकटक हेर्नुहुन्छ भने गोसलाको सोचिहाल्नु। यहाँ बिसा भ्लग स्टारले बनाइदिनु भएको छ। हेर्नु टिकटक स्टार हेर्न बिसा दादा यहाँ न महादेवको उँधो मूर्तिलाई नधुइदिएको छ, पैसा आइसकेको छ न। यहाँ त्रिशुला पनि फेरिदिएको छ। यहाँ कति मैलो छ पोखरीमा तर पनि गएको छैन, पानी शुद्ध उदो भएको छैन। उहाँहरू पानी कहाँबाट निकाल्दैछ, सबै थोक यहीँ स्टोर गरेको छ। पैसा केही फेरेको छैन भने यो पाइप पनि कहाँ जोड्दै हजुर हजुर हाम्रो ट्र्याक्टर को हुन् त उहाँहरू? महिला हो, महिलालाई जहिले टाइम लाग्छ। म हुन्छ अब त्यसो मैले अब
अनि त्यसको खिचेर आइसकेको छैन यहाँ यो भाइ थै चाहिँ भिडियोग्राफर यहाँ हुन्छ दाइ यो चर्तीकला कामै छैन नि कामै छैन नाचेको हेर नि त्यहाँ काम छैन गर्मी छ अनि यहाँ कति चिज ए उहाँ राम्रो मान्छे पो देखेँ त मैले त केटीहरू नाच्छन् काहीँ नगरेर जाउँ न उँभोतिर लु जाउँ अहिले हामी चाहिँ यहाँ उसमा आएको चाहिँ अनि यहाँ चाहिँ आन्टीहरू पनि हुन्छ है सिङ्गर चाहिँ कहाँ हुन्छ हाम्रो उहाँ यहाँ हुँदो रहेछ बुबा तार भिडियो चाहिँ देखिँदैन रहेछ मादल पो दामी ठोक्नु पर्छ दामी ठोक्नुमा सो यहाँ भजन हुँदै रहेछ यहाँ चाहिँ मन्दिर छ हामी चाहिँ मन्दिर जानु होला हाम्रो गौशाला मन्दिर मन्दिर जानु यो दुईजना कहाँ हिँडेका कसलाई सोधेर आएको तिमीलाई म रुक न त्यहाँ तिम्रो बाबालाई पठाइन भने तिमी चाहिँ साथी उसको कहाँ सँगै पढ्छौ कति 4मा कि 5मा 3मा हो त कता गयो त्यो अर्को सो अहिले चाहिँ हामी यहाँ जुलुङ्गे पुलमा आइसकेका छौँ राति होइन यहाँ शिवजी यहाँ राति शिवजीको भक्तहरू बस्छन् यिनीहरू पनि आएछन् यहाँ दुईजना लिखिड कुद्दै कहाँ हिँडेको यो पुलमा टिपेर तल फाल्नु यहाँ चाहिँ काम चल्दै रहेछ होइन यहाँ चाहिँ लुगा धुने कार्यक्रम चलिरहेको छ वहाँ पर सेफ्टी ट्याङ्की रहेछ पानी भर्दैछ ए सेफ्टी ट्याङ्की अरे सरी पानी ट्याङ्की छ यहाँ चाहिँ लुगा धुने कार्यक्रम भइरहेको रहेछ यहाँ चाहिँ लुगा धुने कार्यक्रम भइरहेको रहेछ उहाँ पर चाहिँ ट्र्याक्टरहरू भर्दै रहेछन् उहाँ देखिँदैन नि होला उहाँ तस्करी हुँदैछ है पुष्पराज मे झुकेगा नहीं साला कुन चाहिँ बिचरा कुन चाहिँ चाहिँ कुकुरमा आएर होइन यहाँ फ्यालेको बिचरा कुन चाहिँले फ्यालेको रहेछ होइन उयो गरिकन बिचरा हेर्नु कस्तोरी ल्याएर फ्यालिदिएको रहेछ कहाँ सिनो गनायो भन्छ नि म चाहिँ यहाँ रहेछ यस्तै छ हाम्रो नेचर चाहिँ त ब्लैक स्टार विशाल यहाँ बाइक कुदाएर चस्मा लगाउनु पर्छ यस्तो आँखामा छिट्दै गर्दा भुस्किएर कस्तो उल्टो साइडमा कुदाएको यो पालेको बिलको पार हुँदै जान्छ
डेन्जर हुन्छ एक्सिडेन्ट भयो भने त्यस्तोमा अहिले 3टा घन्टामा आएको त्यो बन्द भइदियो गाडी नै तेल सक्यो क्या अरे यही जा हुन्छ के भएको गाइज हामी चाहिँ आइसकेको छौँ घुमेर एकछिन उता गयो अनि अहिले चाहिँ फाइनली हामी घर आइसकेको छौँ अब चाहिँ हाम्रो भ्लग सकिएको छ थ्याङ्क यू